विश्व हल्लाउने ट्रम्प र सी जिनपिङकै हैसियतमा पुगे बालेन। सारा नेपालीको शिर गर्वले बन्यो उचो। दुनियाँले गर्न थाल्यो नेपाली चेतनाको दिल खोलेर तारिफ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले सांसद र मन्त्रीबाट मात्रै करिब 20 करोड़ 35,50,000 बराबर रकम उठाउने भएको छ। बिहिबार संसदीय दलको बैठकले मन्त्रीले मासिक 18,000 रुपैयाँ र सांसदले मासिक 16,500 रुपैयाँ लेबी बुझाउनु पर्ने निर्णय गरेको छ। प्रहरीको पोशाक खरिदमा करिब 60 करोड़ रुपैयाँ बराबरको भ्रष्टाचार भएको खुलासा भएको छ। भ्रष्टाचारको आरोप सहित प्रधानमन्त्री, संसदको सार्वजनिक लेखा समिति र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा एकैपटक उजुरी दर्ता भएको छ। गृहमन्त्रीलाई आफ्नै जग्गाले घेर्यो, अंश बन्डारी नभएको खुलासा। रविले भने मेरो सम्पत्ति स्रोत छानबिन हुन्छ। सम्पत्ति बुझाउँदा नै स्रोत लेखिएको खोला। ओली घाइते बाघ हुँदा एमालेमा विद्या भण्डारी सक्रिय, अध्यक्ष बन्ने सपना देख्दै के होला त पुरा। घाइते बाघ झन खतरनाक हुन्छ भन्ने उखान यति बेला नेकपा एमालेको राजनीतिमा ठ्याक्कै मिलेको छ। प्रधानमन्त्री बालेनले गरे मुख्यमन्त्रीसँग 2.5 घण्टा फेस टु फेस वार्ता। नागरिकको आवश्यकता अनुसार काम गर्न ठाडो निर्देशन। अर्थमन्त्रीको के पारा हो, ढोका थुनेर बजेट लेख्दै फेरे बोली प्रदेश र स्थानीय तह खारेज नहुने। हराउने भयो भोक निन्द्रा, देश लुटेको सबै सम्पत्ति जफत। बालेन सरकारले बोलेको कुरा गरेरै छाड्यो पुरा। भ्रष्ट